चाहिँ तरकारी खेती बढी लगाइन्छ। सिमी, टमाटर, बोडी जस्ता तरकारी खेती उत्पादन गरिन्छ। अब हामी सानो पत्थरकोटमा आइपुग्यो। यो पनि वडा नम्बर 13 पर्छ। लखनदी नगरपालिका वडा नम्बर 13 पर्ने सानो पत्थरकोट आइपुगेका छौँ। यो चाहिँ खानेपानी कि पत्थरकोट 13 भरिको लागि यहाँबाट खानेपानी निकालेर वितरण गरिन्छ। यो चाहिँ अब हामी नजिकै आइरहेको छु बाहुनी खोला भन्छौँ। बाहुनी खोला यो हिउँदयमा चाहिँ सुक्खा हुन्छ, केही फरक पर्दैन। तर बर्खायाममा भने यही खोलाले पनि आवत जावतमा भने ठुलो समस्या ल्याउँछ। खरे खोला हो तर छोटो भए पनि बर्खायाममा भने आवत जावत गर्नुमा ठुलो समस्या हुन्छ। यहाँ चाहिँ भने सानो भए पनि पुलको चाहिँ आवश्यक रहेको छ। आशा छ चाँडै यहाँ पनि पुल बन्नेछ। यो चाहिँ वडा नम्बर 11 मा पर्ने बाहुनी डाँडा हो। खोलाको डिलकानामै रहेको गाउँ। यहाँदेखि चाहिँ वडा नम्बर 11 सुरु भएको छ। बाहुनी डाँडा हिरापुरसम्म चाहिँ वडा नम्बर 11 पर्दछ। यहाँदेखि चाहिँ भने बाटो एकदमै राम्रो रहेको छ र पनि नेपालको बाटो खासै क्वालिटीसँग बनाएको हुँदैन। त्यही भएर कति ठाउँमा चाहिँ खाडल पनि भइसकेको चाहिँ छ है।
हामी हिँड्दा हिँड्दै हिरापुर आइसकेका छौँ। हाम्रो अटोको रफ्तार पनि तेज रहेको छ। राम्रो बाटो भएको कारणले खाल्डाखुट्टी पनि प्रशस्तै छ भने केही ठाउँमा राम्रो बाटो छ भने केही ठाउँमा खाल्डाखुट्टी भइसकेको छ। बाटाहरू पनि पुनर्निर्माण गर्नुपर्ने अवस्था भइसकेको छ। यो हिरापुरदेखि मास्ती र बाहुनी डाँडासम्म चाहिँ बाटोहरू फेरि रिपेयर गर्नुपर्ने अवस्थामा देखिन्छ। अगाडि बढ्दै हामी हिरापुर आइपुगिसकेको छौँ। हिरापुर कटिसक्दा चाहिँ वडा नम्बर 10 आइपुग्छ, साथै 8 आइपुग्छ। 8 लालबन्दी 8मा चाहिँ हाम्रो घर रहेको छ। त्यहाँसम्मको भिडियो यहाँहरू समक्ष पेस गर्दैछु। आजको भ्लगमा यहाँहरू सबैले हेरिदिनु पनि होला।
चाहिँ हामी करिब हाम्रो गन्तव्य स्थानमा आइपुग्न लागिसकेको छ। यो अटो चाहिँ सिधै लालबन्दी बजारमै पुग्छ भने हामी चाहिँ बजारमा नपुगी पुरै ओर्लेर हामी घरतर्फ पैदल यात्रा गरेर जानेछौँ। यो चाहिँ लालबन्दी 8 नम्बरको गुम्बा हो। यो नगरपालिका हो, लालबन्दी नगरपालिका चिनेको त फेरि क्या म पनि हामी पटकोटमा भतिजनी पर्नेको बिहामा भोज खाएर आउँदै गर्दाखेरि भिडियो बनाउनु मन लागेर बाटो छ नि हाम्रो यो नयाँ बाटो घर जान्छ बाटो त्यही बाटो हामीले चाहिँ भिडियो बनाएको गरेको बाटो चाहिँ फेरि अलिक बाङ्गोटिङमा छ है यता बिस्तारै आउनु होला तपाईँहरू आउँदा यस्तो छ बाटो हाम्रो फेरि हाम्रो काइँलाई पनि आउनु भएको छ साइकल लिएर नपत्ता हेर्नु मोबाइल धेरै यस्तो भयो अलि यस्तो गर्नु हो ठिक भयो अहिले यस्तो बिरामी मान्छे पनि यहाँ गएर आयो साँच्चै नै फ्रेसै नभएको मान्छे फ्रेस भएको त अहिले त्यति बिजी फ्रेस भएको छैन अझै पनि अनि त्यहाँबाट बिहामा फेरि आज है गएको मोबाइलै लिएर जानु बिर्सेछ छोडिदिएको होइन अब छोडिदिनु पनि भन्यो छोडिदिनु दिएँ मोबाइलले बोकिन आज टिकटक बनाउनु पाएन क्या टिकटक अब घरै बसेर बनाउँदा पनि हुन्छ हाम्रो यतातिर चाहिँ फेरि एकदम लहरी फेरि के हो रोडमा फल्ने नियम चाहिँ यतातिर खेतमा लगाएर रोडमा फलाउने हो रोडमा फल्ने खालको लहरी हो रोडमा फल्छ हाम्रो यतातिर चाहिँ एउटा मान्छे मात्रै हिँड्ने बाटो हुन्छ 14 फिटको बाटो त एउटा मान्छे मात्रै हिँड्ने बाटो हुन्छ दुईपट्टि क्या अनि यसरी रोड बिचमा बसेपछि अनि यसलाई साइकलले नकुचिक्क अलिक कुचिन्छ त्यही माथि खाल्टो परेछ है ठ्याक्क पेर्सा के हो धुलोमा त मामा बाबु पुरै बाबुले त लसुन मारिरहेछ लसुन मारिरहेछ घर छेउमा आइपुग्न लाग्यो अब यो चाहिँ हाम्रो सुरुङ जस्तै छ हाम्रो बाटो उतापट्टि फर्केर देखाइदिनु हाम्रो चाहिँ यो बाटो यो चाहिँ गेट बनाएको हो सर हिँड्दाखेरि यो बाटो चाहिँ यसरी गेटमा हिँडे जस्तो हुन्छ हाम्रो चाहिँ छेउमा हिँड्नु आउँदैन बाटो चाहिँ यस्तो छ हाम्रो हेर्नु है बाटो कम खेत जस्तो छ बाटोको ज्यादा के भन्नु त नि तपाईँहरूलाई भनिदिइहालेँ सुटुक्क अरूलाई नभन्नु होला हस् त अनि घर पनि आइपुग्यो।